जान्थे उडेर सन्चो छ कि बेसन्चो छ आउँथे बुझेर फरफराउँछ पनि फरफराउँछ पनि ठुलै पिरमा डुब्यो कि ठुलै पिरमा डुब्यो कि ठुलै पिरमा डुब्यो कि ठुलै पिरमा डुब्यो कि सपनामा नि देख्दिन हचेल सपनामा नि देख्दिन हचेल कतै मलाई भुल्यौ कि कतै मलाई भुल्यौ कि कतै मलाई भुल्यौ कि Thank you, Dai. Thank you. मेरो कन्सर्ट चाहिँ नि दाइ पानी धेरै परेर खास भोलिलाई सारेको छ यहाँ मेला हो त्यही भएर आज मेरो कन्सर्ट जस्तै भएको छ दाइको अगाडि 1000 जनाको कति दाइकोमा कतिजनाले हेर्दै हुनुहुन्छ लाइक मेरोमा पनि 2.5 यस यति जनाको अगाडि पनि कन्सर्ट जस्तै भइरहेछ त्यो दुबईपट्टि ठ्याक्क भ्युर्स एकदम 5000 भन्दा माथि गएको छ 50-50 गाइस सबैजना दाइको पनि मेरोमा पनि एकचोटि दाइलाई जेरो बनाम न एकचोटि कस्तो हैन तर तपाई रेगुलर लाइभ बस्नु र रेगुलर तपाईले गीत यस्तै राम्रो तपाई गाउँदै गर्नुभयो भने 100% तपाई 10000 भन्दा माथि भ्युर्स हुन्छ त्यो 100% हो है आफ्नो कलाले गर्ने हो नि त सबै कुरा तपाईको स्वर एकदम राम्रो छ अहिले म आइरा हुन्छु दाइ अहिले चाहिँ म बसिरा हुन्छु पहिला त म थिएन नि त अनि एक्टिभ हुनुपर्छ दिनमा तपाई 1 घण्टा मात्रै भए पनि आएर बस्नुस् त्यो भयो भने त्यो भ्युअर्सलाई एउटा टाइम दिनुस् तपाई ठ्याक्क बेलुका यति बजे भनेपछि त्यति बजे ट्याक्क आउने गर्नुस् त्यो भएपछि अटोमेटिक हुन्छ हुन्छ सबैजना आउँछ त्यो चाहिँ अवश्य दाइसँग जोडिनु पाए झन् कति खुसी छ दाइ यति रमाइलो लाग्छ के मलाई नि एकदमै खुसी लाग्यो अब गीत त सुनिरहेको तर अब कसले गीत गा भन्ने हुन्न नि त तर प्रत्यक्ष रूपमा भेटेर प्रत्यक्ष रूपमा यो कुरा गर्दाखेरि चाहिँ एकदमै रमाइलो लाग्छ खुसी लाग्छ अनि दाइ सुन्नु न हजुर दाइ सुन्नु न तपाईहरुलाई त केही पनि गर्न लाउँदैन है मान्छेहरूले हामीलाई त एकछिन उ त्यहाँ हजारौं जनाले गीत भन्नुहुन्छ हामीलाई बिसाउनै दिनुहुन्न तर अलि भनिदिनु न केही साथीहरु गीत गाउनलाई एकदमै गाह्रो हुन्छ किनभने लिपसिङ मात्रै गर्ने हो भने चाहिँ सजिलो हुन्छ हैन अनि धेरै जनाहरु मान्छेहरुले चाहिँ कसो गर्नुहुन्छ भने यता गीत बजाउनुहुन्छ यता लिपसिङ गर्नुहुन्छ अनि त्यो कारणले गर्दाखेरि चाहिँ इजी हुन्छ तर रियलमा आफ्नै भोकलमा गीत गाउँदाखेरि चाहिँ एकदम गाह्रो हुन्छ त्यही भएर बिस्तारो बिस्तारो गर्न दिनुस् न बिस्तारै गाउनु भन्नु न दाइ अनि हेर्नु न अहिले गाइसकेको छैन हैन फेरि अर्कै गा अनि त्यही गा नभन्नुस् अनि अर्को कुरा बरु उहाँको बारेमा सोध्नुस् कुराकानीहरु गर्नुस् कमेन्टमा हैन राम्रो कुराहरु गर्नुस् त्यो भए नि राम्रो हुन्छ अनि फेरि गीत गाउनुहुन्छ उहाँ आफैले गीत गाउनुहुन्छ त्यो दाइ यस्तो भन्नुहुन्छ के भन्नुहुन्छ गाकी अनि फेरि म कस्तो नै मलाई अब कस्तो लाग्छ भने मेरो कारणले कसैले चित्त दुखाएर जानुहुन्छ जस्तो लाग्छ अनि गाईले सुरुमा त अस्ति त म त पुरा बिरामी जस्तो भएको गाह्रो हुन्छ नि तपाईँ त्यो गाको गाई गर्दाखेरि त घाँटी सुकिहाल्छ नि गाको गाई गर्ने अनि भरे चित्त दुखाउनुहुन्छ जस्तो लाग्छ कि अनि गाह्रो हुन्छ नि किनभने टिकटकमा यहाँ मात्रै गाउने कुरा भएन नि तपाईको आफ्नो प्रोफेसनल अर्को पनि गाउनुहुन्छ अनि त्यो कारणले हो नि दाइ अनि गाह्रो हुन्छ अब म प्राय अहिले रेगुलर कन्सर्टमै छु के दाइ 3-4 वटा कन्सर्ट सकेर मात्रै ब्याक हुनु फेरि ठ्याक्कै यस्तो हुन्छ अनि ठ्याक्कै आज आएको अनि ठ्याक्कै थ्याङ्क यू एभ्रीवन थ्याङ्क यू अनि अब अस्ति पहिल्यै डेट भइसक्यो हुन्छ दाइ आज यस्तो पानीमा हेर्नु मलाई कहाँ आउनु मन थियो र फ्लाइट त्यस्तो नेपालको फ्लाइट हेर्नु है कति मोटो ढुकढुक गर्दै मेरो 11 बजेको फ्लाइट म 1 बजे उडे काठमाडौँबाट विराटनगरबाट बाटोमा बिचमा बाटो गइसकेको आधा बाटोबाट नि त्यस्तोमा आएर अनि भोलि छ अब
आज चाहिँ धनकुटा बजार हजुरलाई थाहा छ पूर्व धनकुटा धनकुटा थाहा छ हिले थाहा छ हिले भन्दा थोरै मुनि 13 किलोमिटर तल हजुर धनकुटामा छु त्यहाँबाट हिँड्दै त्यहाँबाट त्यो बाटोबाट म यता के अरे कहाँ निस्केँ म के अरे ओखलढुङ्गा निस्केर आएको छु ओखलढुङ्गा ओरिजिनल तपाईँ कहाँ मेरो यहीँ भैँसेपाटी हो ए म त के ओखलढुङ्गातिर भनेर म होइन होइन तपाईँ ओखलढुङ्गाको हो खोटाङ खोटाङ पनि पुगेको छु दिक्तेल बजार गएको छु दिक्तेल बजार खोटाङ म त बुइपा भन्छ मेरो गाउँ चाहिँ म जन्मेको ठाउँ चाहिँ हुन्छ धेरै खुसी लाग्यो हजुरसँग है थ्याङ्क यू सो मच